गाइज नमस्कार। आज हामी फिस ग्रिल विथ लेमन बटर सस बनाएर देखाउने छु। हजुरहरू हेर्न सक्नुहुन्छ। मैले चाहिँ फिस डिबोनिङ गरिरहेको छु र यसलाई चाहिँ राम्रोसँग काट्नुपर्छ। यो चाहिँ हामीले साग बोइल गरेको, अनि कुकरमा चाहिँ हामी हजुरको आलु छ, अनि यो चाहिँ हाम्रो ग्रिल फिस गर्नलाई चाहिँ हामीले ब्ल्याक पेपर हाल्यौँ, साल्ट हाल्यौँ, अनि थोरै ब्ल्याक पेपर हालेर त्यसपछि त्यसलाई चलाउने, अनि आइस हाल्नु पर्यो सागमा, किनकि यो तातो हुन्छ। अब यसलाई चिसो बनाउनलाई चाहिँ छिटो चिसो हुन्छ, त्यही भएर त्यसमा आइस हाल्यौँ। र हामीले क्यारोटलाई पनि बोइल गऱ्यौँ, अनि प्याज चाहिँ स्लाइस काट्ने, अनि त्यसपछि आलु चाहिँ म्यास पोट्याटोज पनि बनाइरहेका छौँ। हेर्न सक्नुहुन्छ। यसरी धुलो बनाउने अनि त्यसपछि लेमन बटर सस बनाउँदाखेरि चाहिँ हजुरले अगाडि वाइन र अनि बटर हाल्नु परेको हुन्छ, अनि त्यसमा फुड कलर हाल्ने, अनि त्यसपछि लेमन बटर सस रेडी भइसकेको छ। र हाम्रो क्लासमा प्र्याक्टिकल थियो आज, अनि सबैको ग्रुपको मैले देखाइसकेको छु, हजुरलाई देखाएँ, र हाम्रो पनि यस्तो भएको छ। लास्टमा आलुलाई छिल्ने, क्यारोटलाई काट्ने, अनि त्यसपछि हेर्दै जानु। र हामीले क्यारोटलाई फ्राई गऱ्यौँ, अनि यो चाहिँ हाम्रो ग्रिल्ड फिसको लागि चाहिँ युज गरिन्छ, अनि यो छाला चाहिँ हाम्रो फिस बलको लागि युज गरिन्छ है गाइज। अनि त्यसपछि मैले चाहिँ टोमेटो हाफ फ्राई गरेँ, र फिस पनि हामीले ग्रिल गर्न लाग्छौँ। र लास्टमा चाहिँ हाम्रो प्लेटिङ यस्तो भएको छ, हेर्न सक्नुहुन्छ। यस्तै राम्रो फुड प्लेटिङ गर्ने भएपछि गर्नु होला। ल गाइज, आजलाई यति नै। हामी अर्को भिडियोमा फेरि भेट्नेछौँ।